सबैजनालाई नमस्कार। आजको यस भिडियोमा हामी वैदेशिक सहायता र यसले हामी जस्तो विकासशील राष्ट्र जुन हामी चाहिँ अल्प विकसित अथवा कम विकसितबाट चाहिँ विकासशील राष्ट्रमा सन् 2026 नोभेम्बरमा विकसित हुँदैछौँ, त्यस्तो राष्ट्रका लागि कस्तो प्रभाव पार्छ विषयमा केन्द्रित रहेर यो भिडियो छमा छलफल गर्छौँ। आशा छ यो भिडियो पुरा हेरिदिनु होला है त। सर्वप्रथम विकास सहायता भनेको के हो, जस्तो कि हामी आर्थिक, प्राविधिक, मानवीय र प्रविधिजन्य सहायता जुन विकसित राष्ट्र एवं अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूबाट अल्प विकसित एवं विकासशील राष्ट्रहरूमा हस्तान्तरण हुन्छ भने त्यसलाई हामी वैदेशिक सहायता भन्छौँ। यसलाई सार्वजनिक कोषको अन्तर्राष्ट्रिय हस्तान्तरण पनि भनिन्छ, जुन विकसित नर्थबाट सर्वप्रथम विकासशील साउथमा चाहिँ हस्तान्तरण भएको थियो सर्वप्रथम चाहिँ। यसरी वैदेशिक सहायता भनेको चाहिँ अन्तर्राष्ट्रिय विकास सहायता नीति छ नेपालमा 2076। त्यसले सरकारलाई विभिन्न क्षेत्रको विकास र निर्माणका लागि द्विपक्षीय राष्ट्र, बहुपक्षीय वा क्षेत्रीय र अन्य विश्वव्यापी कोषबाट प्राप्त हुने वित्तीय, प्राविधिक र वस्तुगत सहायतालाई चाहिँ वैदेशिक सहायता भनेर परिभाषित गरेको छ। यसरी वैदेशिक सहायता किन हस्तान्तरण हुन्छ भन्दाखेरि, जस्तो हाम्रो जस्तो देशमा चाहिँ लगानीका स्रोतहरूको पर्याप्तता हुँदैन, सोको पूर्ति गर्न, त्यस्तै व्यापार सन्तुलन कायम गर्न। हाम्रो देशमा अत्याधिक व्यापार घाटा छ, हामीले आयात अत्याधिक गर्छौँ, निर्यात एकदमै न्यून गर्छौँ। सोको पूर्ति गर्न चाहिँ हाम्रो बजेटमा पनि घाटा बजेट हुन्छ। हाम्रो आन्तरिक स्रोतको अवस्था कमजोर छ र हाम्रा आवश्यकताहरू असीमित छन्। त्यसैले सोको पूर्ति गर्न हामी घाटा बजेट ल्याउँछौँ र सोको पूर्ति गर्न चाहिँ वैदेशिक सहायताले पनि योगदान गर्छ। यस्तै उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह गरी आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न पनि वैदेशिक सहायताले भाइटल रोल खेल्छ। यस्तै साथीहरू, विश्वमा सर्वप्रथम चाहिँ वैदेशिक सहायता चाहिँ युनाइटेड नेसन्सको स्थापना पश्चात नै दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको युरोप थियो। सोको पुनरुत्थान अथवा पुनर्निर्माण गर्नका लागि अमेरिकाले सन् 1947बाट मार्शल प्लान लागू गर्यो र सो मार्शल प्लान मार्फत नै विश्वमा वैदेशिक सहायताको सुरुवात भयो। यसरी नेपालमा पनि सर्वप्रथम चाहिँ प्राविधिक सहायता चाहिँ बेलायतले फर्पिङ जलविद्युत आयोजनाको निर्माण गर्दाखेरि गरेका थियो भने अमेरिकाले सन् 1951मा .4 प्रोग्राम मार्फत दूरसञ्चार क्षेत्रमा सर्वप्रथम वैदेशिक सहायता हामीलाई प्रदान गरेको थियो। यसरी हरेक वर्षको हामी चाहिँ वार्षिक बजेटमा वैदेशिक सहायता कति प्राप्त हुन्छ मुलुकलाई भनेर हामी प्रक्षेपण गर्दछौँ। यो चाहिँ हामीले पहिलो बजेट 2008 सालदेखि नै र पहिलो आवधिक योजना 2013 सालदेखि नै हाम्रो बजेट र आवधिक योजनामा चाहिँ वैदेशिक सहायताको हामी प्रक्षेपण अथवा सुनिश्चितता जस्तो गर्दछौँ र हालको बजेटमा पनि 53 अर्ब 45 करोड हामीले चाहिँ बजेटमा यति चाहिँ प्राप्त हुन्छ भनेर हामीले प्रक्षेपण गरेका छौँ। यसरी बजेटमा पनि समावेश हुने, योजनामा पनि यसले चाहिँ हामी यति प्राप्त गर्छौँ भन्ने अपेक्षा राखेर चाहिँ सञ्चालन गरिने वैदेशिक सहायताले चाहिँ हाम्रो जस्तो मुलुकका लागि कस्तो प्रभाव पार्छ त भन्दाखेरि, केही यसले पोजिटिभ रोल पनि खेल्छ, केही यसले नेगेटिभ रोल पनि खेल्छ। जस्तो कि अहिलेको परिवेशमा यसलाई चाहिँ सकारात्मक प्रभाव के पार्छ भन्दाखेरि, हाम्रो लागि आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापन गर्छ, घाटा बजेटको पूर्ति गर्छ, मुलुकको आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरूको विकास गर्छ, गरिबी घटाई रोजगारीका अवसरहरूको सिर्जना गर्छ। त्यस्तै हामीले चाहिँ उच्च व्यापार घाटा छ, उच्च व्यापार घाटा रहेको चाहिँ निर्यात अभिवृद्धि गर्छ, आन्तरिक उत्पादन र उत्पादकत्वको प्रवर्धन मार्फत, र हामीले चाहिँ व्यापार घाटा चाहिँ हामीले सन्तुलन गर्न सक्दछौँ। यसरी हाम्रो मुलुकमा चाहिँ वैदेशिक सञ्चित बढ्छ। वैदेशिक सञ्चित बढ्यो भने हामीले चाहिँ भुक्तानी सन्तुलन गर्न, ब्यालेन्स अफ पेमेन्ट गर्न मद्दत पुग्छ। यस्तै हामीलाई वैदेशिक विनिमयको व्यवस्थापन पनि हुन्छ वैदेशिक सहायता प्राप्त हुनु मार्फत। र हाम्रो मुलुकको आन्तरिक उत्पादन अभिवृद्धि गर्न चाहिँ हामीले जुन तुलनात्मक लाभका क्षेत्रहरू तोकेको हुन्छौँ, जस्तो कि
हाम्रो देशमा अहिले चाहिँ तुलनात्मक लाभको क्षेत्रको रूपमा पर्यटन छ, अनि त्यसै कृषि क्षेत्र छ, त्यसै हाइड्रो पावर छ। यस्ता क्षेत्रहरूमा चाहिँ लगानी प्रवर्धन हुन्छ। लगानी प्रवर्धन गर्न पनि वैदेशिक सहायता आवश्यक छ। यस्तै प्रविधिगत हस्तान्तरण गर्न, जस्तो हामीले चाहिँ तीव्र रूपमा अहिले प्रविधिको जमाना विकास विस्तार भइरहेको प्रविधिलाई हामीले हाम्रो देशमा पनि आत्मसात गर्नका लागि वैदेशिक सहायता आवश्यक छ। यस्तै तीव्र रूपमा आर्थिक वृद्धि हासिल गर्न र दिगो आर्थिक विकासमा चाहिँ दिगो सन्तुलित आर्थिक विकासका लागि पनि वैदेशिक सहायता आवश्यक छ। वैदेशिक सहायता बजेटमा नै समावेश हुन्छ। यस्तै लगानी मैत्री वातावरण सिर्जना गर्न र पर्याप्त मात्रामा हामीले चाहिँ वैदेशिक लगानीलाई आकर्षण गर्नका लागि पनि वैदेशिक सहायता सोको वातावरण अनुकूल वातावरण निर्माण गर्न यो आवश्यक छ। र हामीलाई चाहिँ हाम्रा स्रोत साधनहरूको अधिकतम प्रयोग गर्न, जस्तो प्राकृतिक स्रोत साधनहरूको पनि संरक्षण गर्न, सम्वर्धन गर्न, अझ यसलाई प्रोपर युटिलाइजेसन गर्न पनि वैदेशिक सहायता आवश्यक छ। यद्यपि वैदेशिक सहायताका विभिन्न दुर्बल पक्षहरू पनि छन्, जसले यसले हामीलाई चाहिँ डिपेन्डेन्सी कल्चरको विकास गरेको छ। हामीलाई चाहिँ वैदेशिक प्रभाव र वैदेशिक हस्तक्षेप हाम्रो देशमा बढाएको हुन्छ। यस्तै हाम्रो देश चाहिँ डेप्टमा फस्न सक्ने, डेप्ट भनेको जस्तो कि हामीले ऋण तिर्न, ऋण लिनुपर्ने अवस्था सिर्जना हुन सक्छ। सोका लागि पनि हामी सचेत रहनुपर्छ। हाम्रो देशमा चाहिँ अधिकतम कन्जम्सन बेस्ड इकोनोमी भएको छ। हामीले चाहिँ अत्याधिक मात्रामा चाहिँ जिडिपीको अधिक मात्रा चाहिँ हाम्रो उपभोगमा मात्रै खर्च हुने परिस्थिति सिर्जना भएको छ। यस्तो परिस्थिति चाहिँ सिर्जना गर्न, यसै अत्याधिक शर्तहरू हामीले चाहिँ सो प्राप्ति गर्न, वैदेशिक सहायता प्राप्ति गर्न अत्याधिक रूपमा धेरै शर्तहरू पालना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अहिले सशर्त अनुदान अथवा हामीले चाहिँ वैदेशिक अनुदान प्राप्ति गर्नुपर्दा उनीहरूले विभिन्न क्राइटेरिया राख्छ। यस्तो यस्तो क्षेत्रमा चाहिँ लगानी गर्नुपर्ने, यस्तो यस्तो कार्यक्रमहरू गर्नुपर्ने। यस्तो कारणले हामीलाई चाहिँ उनीहरूले चाहिँ शर्तमा धेरै शर्त केन्द्रित बनाएको अहिले परिस्थिति छ। यस्तै हाम्रो प्राप्त हुने वैदेशिक सहायताहरूमा पनि टाठाबाठाहरूकै पहुँच स्थापित हुने, धेरै जसो टाठाबाठाहरूकै पहुँच हुने देखिन्छ। यस्तै राष्ट्रिय स्वाभिमानमा पनि यसले चाहिँ केही न केही कमजोरी नै तुल्याएकै छ। यस्तै सामाजिक सांस्कृतिक विचलनमा पनि ल्याउन पनि केही हदसम्म यसले प्रोत्साहन गरेको देखिन्छ। यस्तै अनियमितता, भ्रष्टाचारहरू अझै झन् बढ्या छ हैन। यसको समाधान गर्न सकेका छैनौँ। हामीले चाहिँ 60% मात्रै वैदेशिक सहायताहरू चाहिँ खर्च हुन्छ, फेरि 40% चाहिँ उतै फिर्ता हुन्छ। किन भन्दाखेरि उनीहरूले चाहिँ व्यवस्थापक उनीहरूको हुन्छ, उनीहरूको टिम उनीहरूको यस्तो विभिन्न उनीहरू आफ्नो स्वार्थ केन्द्रित तरिकाले चाहिँ अहिले चाहिँ वैदेशिक सहायता प्राप्ति गर्ने चाहिँ प्रचलन बढिरहेको छ। यसरी हाम्रो अब विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गर्दाखेरि हाम्रो लागि चाहिँ वैदेशिक सहायता नलिई पनि हुँदैन र सोको लिएर प्रभावकारी रूपमा परिचालन गर्न नसकेको अवस्था पनि छ। त्यसरी यसले अहिले हाम्रो लागि यो नेसेसरी इभिल भएको छ। हस्, धन्यवाद।